प्रतियोगिता भनेर हामीले एउटा यो तीनवटा फर्मेटमा त्रिभुवन आर्मी क्लब भर्सेस रूपन्देही क्रिकेट सङ्घको जिल्ला टिमलाई चाहिँ नि हामीले तीन फर्मेटमा खेलाउने एउटा प्रयास गरेका छौँ। यो नौलो प्रयास हो र सोही अनुरूप हामीले आज भर्खरै तपाईँहरूसित बसेर चाहिँ नि प्रेस मिट पनि गऱ्यौँ, जसमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरू र रूपन्देही भइरहेका रूपन्देही डिस्ट्रिक्टको 14जना खेलाडीहरू सिलेक्सन भइसकेको छ भने यिनीहरूको खेल भोलिबाट सुरु हुँदैछ। तीनवटा 50 ओभर वान डे गेम हुन्छ र 2 डेज एउटा टेस्ट म्याच हुन्छ 90 ओभरको र तीनवटा तपाईँको चाहिँ नि T20 गेमहरू गर्दैछौँ। यो गेम रूपन्देही क्रिकेट सङ्घले किन आयोजना गरेको हो भन्दा आज जुन चाहिँ नि खेलाडीहरूले जुन एउटा टिम तय गर्दा टिम बन्दाखेरि पनि 1-2टा म्याच मात्रै खेलेर त्यस म्याचको चाहिँ नि पर्फर्मेन्सको आधारले सिलेक्सन हुने हुँदा हामीले यस्तो खालको प्लेटफर्ममा एउटा 2टा टिमलाई 8 दिनसम्म हामी लगातार म्याच खेलाएर जुन चाहिँ नि दिन खोजेका छौँ। खेलाडीहरूको चाहिँ नि स्किल खेलाडीहरूले रहेका प्रतिभाहरू बाहिर आउन सक्नेछन् र कन्फिडेन्स चाहिँ नि तपाईँको चाहिँ नि डेभलप भएर भोलिका दिनमा चाहिँ नि हामीले यी टुर्नामेन्ट खेल्नको लागि सक्षम बनाउन खोज्दैछौँ। र एउटा नयाँ कुरा हामी के थपेका छौँ भन्दा टुडे जुन चाहिँ एउटा हामीले चाहिँ नि 90 ओभरको गेम हामीले खेलाएका छौँ। हामी कस्तो हाम्रा खेलाडीहरू T20 खेल्न एकदमै सफल छन्। T20मा हामी जोसित पनि खेल्न सक्छौँ, तर वान डे 50 खेल्नु पऱ्यो भने अलिक चाँडो चाहिँ नि हजुरको चाहिँ 85 ओभर खेल्न नसक्ने र 2 डेज जुन चाहिँ 90 ओभरको त अझै हामी सोचेकै छैनौँ। अब भोलि हामी T20बाट हामी एउटा लोकप्रिय भएर अन्तर्राष्ट्रिय लेभलमा टप भइसकेका छौँ। अब वान डे र हामी चाहिँ नि टेस्टमा पनि जानको लागि प्राथमिकता मिलोस् र यस्तै खालका टुर्नामेन्टबाट हामी भोलिमा हाम्रा खेलाडीहरू नेपालले चाहिँ नि टेस्ट म्याच समेत अब चाहिँ नि प्रतिस्पर्धा गर्ने लायक भयो है त भन्ने खालको हुन्छ भन्ने सोचेर हामी एउटा रूपन्देही क्रिकेट सङ्घले एउटा सोच बनाएर यो कार्यक्रम गरेको हो भने यस कार्यक्रमका संयोजक चाहिँ प्रथम पराजुली हुनुहुन्छ र भोलिबाट यस खेलको उद्घाटन हुँदैछ युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेज्यूको प्रमुख आतिथ्यमा र यो चाहिँ तपाईँको 10 दिनसम्मको गेम हुन्छ। 10 दिनमा हामी 8 दिन गेम हुन्छ र 2टा मात्रै हामीले ब्रेक छ। यसरी चाहिँ यस गेमको चाहिँ फर्मेट बनाइएको छ र यो नेपाल अधिराज्यको एउटा नमुना एउटा प्रतियोगिताको रूपमा हामीले चाहिँ नि लिएका छौँ र यसलाई चाहिँ नि सभ्य र भव्यताका साथ हामी सफल पार्न हामी तयार छौँ।